पछिल्लो समय विस्तार गरेर फराकिलो बनाइएका र प्राय मानिसको चहल पहल हुने शहरका मुख्य सड़कहरू पार्किङमा परिणत भएपछि सड़कमा जाम हुनुका साथै पैदल यात्रु र सवारी साधनलाई ओहोर दोहोरमा समस्या हुन थालेको छ। ठूला व्यापारिक मल र कम्पनीहरूले पनि आफ्नै पार्किङ स्थल निर्धारण गरे सड़क पार्किङको समस्या सहजै समाधान हुने भए पनि यसमा सरकारवालाले चासो दिएका छैनन्। सड़कमा पार्किङ गर्नाले सबैभन्दा ठूलो सकस पैदल यात्रुलाई परेको छ। बाटो चौडा गर्नुको अर्थ त यहाँ पार्किङको लागि चौडा गरे जस्तो लागेछ के, तर पार्किङको लागि त होइन नि। किन व्यवस्थित होस्, हिँड्नलाई सजिलो होस्, एम्बुलेन्सहरू दमकलहरू आउँदाखेरि बाटो फराकिलो होस्, दुर्घटना नहोस् भन्नको लागि चाहिँ ठुलो गरेको हो। अब यहाँ कस्तो भयो भने मान्छेले जहाँ पायो त्यहाँ पार्किङ गरिदिइरहेछ। पार्किङको लागि त मान्छेले यो घर ठुलो ठुलो घरहरू भत्काएर ठुलो बनाएको त होइन नि बाटो। सड़कमा पार्किङ निरुत्साहित गर्नका लागि ट्राफिक प्रहरीले लामो समयदेखि अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएको छैन। जरिवाना र कार्यवाही भन्दा पनि आवश्यक ठाउँमा पर्याप्त पार्किङ स्थल र सड़क प्रयोगकर्ता सहज नभएसम्म यसको दीर्घकालीन समाधान नहुने ट्राफिक प्रहरीको निष्कर्ष छ। जो जथाभावी पार्किङ गरिरहेको छ त्यसलाई चाहिँ हामीले कारबाही एकदम चाहिँ तीव्र पारेका छौँ। हामीले चाहिँ अहिले चाहिँ यो कारबाहीको दायरामा लिएर आएका छौँ र जहाँ पाए त्यही चाहिँ पार्किङ चाहिँ गर्न पाउँदैन, हामीले यसलाई चाहिँ कारबाही गरिरहेका छौँ। इभन अहिले तपाईँ न्यू रोड त्यो एरियामा हेर्नुभयो भनेपछि तपाईँ जथाभावी पार्किङ गरेको देख्नुहुन्न। र सँगसँगै हामीले चाहिँ यसलाई सहज बनाउनका लागि हामीले यो फुटपाथ क्लियरेन्सको कार्यक्रम पनि सुरु गरेका छौँ र फुटपाथ पनि हामी क्लियर गर्दैछौँ। जो कि पेडेस्ट्रियन चाहिँ सडकमा नहिँडिकन त्यो चाहिँ के अरे फुटपाथमा हिँडोस् भन्ने हिसाबले हिँडाउनको लागि त्यसरी चाहिँ हामीले यो कार्यक्रम सुरु गरेका छौँ। महानगरको सड़क र फुटपाथ व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले पनि गरिरहेको छ। विगतमा फुटपाथबाट शुल्क समेत असुली गर्दै आएको महानगरले केही समय यता फुटपाथ व्यवस्थापनको काम गरेको छैन। तर व्यवस्थित शहर निर्माणका लागि दीर्घकालीन पार्किङको योजना भने बनाइरहेको महानगरको दावी छ। हामीले चाहिँ काठमाडौँ महानगर भनेको आफ्नै जग्गामा रहेको भोर पार्कमा हाम्रो करिब 2 रोपनी जग्गा छ। त्यसमा हामीले एउटा स्टिल स्ट्रक्चरको अटोमेटिक एउटा चाहिँ पार्किङ गर्ने त्योबाट पनि हामीले अगाडि चाहिँ सारेको छौँ र खुल्ला मञ्च मुनि पनि कमसेकम दैनिकै हजारौं अड्डी मोटरसाइकल अड्डी खालको 3 तहको एउटा पार्किङ हामीले अध्ययन गरेर त्यो अध्ययन चाहिँ सहमतिलाई हामीले मन्त्रालय पठाएको छौँ। पार्किङ व्यवस्थापनको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले गत साल मात्रै जथाभावी पार्किङ गर्ने करिब 10,000 सवारी साधनलाई कार्यवाही गर्नुका साथै 1 करोड़को राजस्व असुली गरेको छ। ट्राफिक प्रहरीले पनि करोड़ौं राजस्व संकलन गरिरहेको छ। तर करोड़ौं पैसा असुल्ने दुवै निकायले सड़क पार्किङको विकल्प र दीर्घकालीन समाधान भने दिन सकेका छैनन्। काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन विस्तार गरिएको सड़क अव्यवस्थित पार्किङको नाममा दुरुपयोग भइदिँदा सड़क सकस झनै बढेको छ। एबी न्यूज खबरका लागि सुलोचना दाहाल, काठमाडौँ।